हेलो ब्युटिफुल युट्युब फ्यामिली, वेलकम छ हजुरहरूलाई मेरो कौशी खेती युट्युब च्यानलमा। अनि आज चाहिँ म यहाँ कौशीबारी पसिसकेको छु बिहानै। अनि म चाहिँ यो के हो यसको नाम, तोरीको साग उखेल्नु आएको छु है साथीहरू। यहाँ तोरी अस्ति नै मैले लसुन रोप्दा रोप्दै छरेको थिएँ होइन। अनि यहाँ चाहिँ उखेल्ने बेला भइसकेको छ, त्यही भएर म चाहिँ यहाँ तोरीको साग उखेल्नु आएको छु। यहाँ यति छ होइन। अनि यता पनि छ है, धेरै बाक्लो चाहिँ छैन, पातलो पातलो छ। अघि नै बिहानै पनि म उखेल्नु आएको थिएँ कि बिहानै चाहिँ यहाँ शीतै रहेछ कि यहाँ सबै पानी पानी थियो। अनि त्यत्तिकै छोडेर गएको। अनि फेरि म अहिले आइराखेको छु है त। अब चाहिँ म यहाँ तोरीको साग उखेल्छु है। बिरुवाहरू अलिअलि ओइलिहाल्छ नि। यता चाहिँ यस्तोहरू रोपेछु, घामले ओइलिन्छ भन्नुहुँदैछ। छोपेको त्यो त्यसरी छोप्नु हुँदैछ। ल, लसुन चाहिँ मेरो मजाले उम्रिराखेको छ है। सधैँ चाहिँ अब ल हौ यहाँ देखिहालिन्छ नि। पहिला चाहिँ अब राम्रै फलेको थियो, अब यसपालि कस्तो फल्छ हेरौँ। मेरो लसुन चाहिँ रहिहाल्छ नि, किन उठ्छ त छैन। यो अहिले पनि चिसै रहेछ नि अलिअलि। गर्मी भयो गर्मी। कुखुरा यहाँ कराएर अलिकति साग लगाइदिएको। आमामामा हेर न, यो उखेल्नु न। यो यसलाई पर लिएर जाऊँ। यति उखेल्यो यहाँ चाहिँ। यहाँ राख्नु त। यतापट्टिको पनि उखेल्यो त साथीहरू, अलिअलि छ। उखेलेर केलाएर अब पकाएर खाम तोरीको साग है, कति मिठो हुन्छ। यत्रोमा मजाले उम्रेको भए कति साग हुन्थ्यो साथीहरू। अहिले त पातलो छ, धेरै नहुने रहेछ। यहाँ त झन् पातलो रहेछ। धनियाँहरू पनि उम्रिँदो रहेछ है। धनियाँ नि छरिदिनु भएको रहेछ यता बिच बिचमा। ए यस्तोसँग खासै हुँदैन टमाटरको। ल, टमाटरको बिरुवा रोप्ने भनेको हामी टमाटरको बिरुवा अहिले पाउँदैन रहेछ। अस्ति नै रोप्ने भनेको। यहाँ लोकल टमाटरहरू चाहिँ यत्रो यत्रो उम्रिरहेछ। त्यो अर्को चाहिँ लोकल टमाटर त अचार खानु मात्रै हो है, तरकारीमा लाएर खाइँदैन खासै, धेरै अमिलो हुन्छ र नि। कुरा गर्दैछौँ हामी चाहिँ। ल साथीहरू, मैले चाहिँ यहीँ तोरीको साग टिपिसकेँ है। एक नाङ्लो भइराखेको छ। यहाँ एक नाङ्लै भयो। यो धेरै बाक्लो त थियो, त्यही पनि धेरै ठाउँमा थियो नि त, त्यही भएर। ल भिडियो चाहिँ आजलाई यति नै। सी यू नेक्स्ट भिडियो। बाई बाई साथीहरू है।